नमस्कार, मेरो नाम तारा देवी श्रेष्ठ। मेरो घर चौतारा साँगाचोक 2 फलामसाङ्गु। अब जडान हामीले घर बनाउनलाई खोजेको 4 वर्ष भयो। कसरी बनाउने भनेर हामीलाई अलिक चिन्ता लागिराखेको थियो र अन्तिममा आएर हामीले जडानलाई भेट्यौँ र उहाँहरूसँग जोडिन पुगेपछि उहाँहरूले हाम्रो घर बनाइदिनु भयो र उहाँहरूले बनाइदिनु भएको घर बाहिरी सुन्दरता मात्र नभइकन मजबुत पनि छ भन्ने लागेको छ हामीलाई। उहाँहरूको इमान्दारिता, विश्वास भुल्न नसकिने, स्मरणीय छ। उहाँहरूसँग कन्ट्याक्ट हुनको कारण चाहिँ मेरो भाइ, सानो भाइ यो जसले घर बनायो, भाइ बाहिर बस्छ। घर बनाउने रहर पनि भाइको नै थियो र धेरै अब हामीलाई चाहिँ अब यतै घर बनाउने भनेर हामी खोजी गर्दै थियौँ र त्यस्तै क्रममा चाहिँ हामीले यो इन्टरनेटको माध्यमबाट, अब अहिलेको यो जमाना इन्टरनेटको जमाना भएको कारणले गर्दा इन्टरनेटको माध्यमबाट हामीले सुशील सर जडानलाई भेट्न पुग्यौँ र उहाँहरूसँग कुरा गरेर हामी उहाँहरूसँग जोडिन पुग्यौँ र घर बनायौँ। हामीले गाउँघरको ठेकेदारहरू पनि पाइन्छ, घर बनाउने ज्यामीहरू पनि पाइन्छ, तर अब भनिरहँदा फेरि अप्ठ्यारो पनि हुन्छ होइन। उहाँहरूको चाहिँ काम गरे ढिला सुस्ती। यो घर जति अहिले समय लगाएर हामीले बनायौँ नि, त्यो हामीले स्थानीय ठेकेदार लगाएर काम गरेको भए सायद यो घर यति छिटो बन्ने थिएन होला। र हामीले चाहिँ स्थानीय ठेकेदार नलगाइकन हामी चाहिँ काठमाडौँकै ग्रुपसँग जोडिएर छिटो र मजबुत घर बनाउने एउटा विश्वासले चाहिँ काठमाडौँको नै ग्रुपलाई हामीले रोज्न पुगेका हौँ। अब हामीले पहिला जुन एउटा सम्झौता गरेका थियौँ त्यो सम्झौता बमोजिम नै हाम्रो काम भएको छ। अब मन नपरेको कुरा त खासै अब छैन नै। अब केही कुराहरू त्यस्तो कन्फ्युजन भएकोमा हामीले उहाँहरूसँग सल्लाह गरेरै काम गरेका छौँ होइन। अब जडानको सकारात्मक पक्ष भन्नुपर्दा चाहिँ अब अघि नै पनि भनिसकेँ होइन, हामीले पाएका सबै सकारात्मक पक्ष नै छ र उहाँहरूले जुन जडान शब्द उहाँहरूले रोज्नु भएको छ नि, त्यो जडान विभिन्न वस्तुहरूको जडान गरेर एउटा सुन्दर घर होइन, सुन्दर महल, अझै सुन्दर महलहरू, सुन्दर घरहरू मजबुत तरिकाले बनाउन भगवानले शक्ति प्रदान गरून्। घर बनाउने बेलामा यस्तो उस्तो केही कमी गर्नु भएन, राम्रै गरेर बनाइदिनु भयो। उहाँले धन्यवाद छ बाबु। जसरी हामी जडानसँग जोड्यौँ यो जडान मनसँग पनि सधैँ जोडिरहोस् र फेरि पनि हामीले घर बनाउनु पर्यो भने हामी जडानलाई नै रोज्नेछौँ र कसैले घर बनाउन चाहन्छ यसरी ग्रुपहरूलाई दिन्छ भने हामी जडानसँग सम्पर्क गर भनेर सल्लाह दिन्छौँ।